न्यायमा पनि हामीले बजेटमा संशोधन गरेर जानेछौँ। यस्ता इतिहासलाई संरक्षण गर्ने कुराहरू हामी सधैँभरि तपाईँहरूप्रति सकारात्मक भएर जानेछौँ, सकारात्मकका साथ अगाडि बढ्नेछौँ भन्ने कुराहरू म भन्न चाहन्छु। यसलाई तपाईँले कुनै कुरा आउने बाधा अडचन हुन्छ भनेर नहिचकिचाइदिनु होला। हामीहरूलाई पनि सम्बोधन गरिदिनु होला, सम्बोधन गरिदिनु होला। हाम्रा इतिहासहरू जस्तै पाँच पाण्डवले तपस्या गरेका तपोभूमिहरू छन्। यहाँ यस्ता ठाडे कामहरूलाई पनि अलिकति उजागर गरियो भने हाम्रा सन्ततिहरूले देख्नेछन्, इतिहासहरू हुनेछन्। यो कुराहरू तपाईँले समेटेर जानुपर्ने, तपाईँहरूले पक्कै इतिहासलाई राम्रो ढङ्गले लिएर जानुहुनेछ भन्ने कुराहरू पनि भोलिका सन्ततिले देखेर न्यायोचित कामहरूका लागि सधैँभरि सबले साथ र सपोर्ट दिनेछौँ भन्ने कुराहरू पनि भन्न चाहन्छु। यो दिवसले हामी तपाईँहरू बिचको सम्बन्धलाई अगाडि बढाउनका लागि गहिरो माया ममतामा बाँधेर जाओस्, एकता